के तपाईंलाई मक्सिम गोर्कीको बारेमा थाहा छ? के तपाईंले आमा उपन्यास पढ्नुभएको छ? आदरणीय श्रोता तथा दर्शक महानुभाव नमस्कार, म सुजन ढकाल। आजको यस भिडियोमा म विश्व प्रसिद्ध साहित्यकार मक्सिम गोर्कीको बारेमा जानकारी दिन आएको छु। कृपया भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। मक्सिम गोर्कीको जन्म 1868 मार्च 28 तारिकको दिन भएको थियो। उनको वास्तविक नाम एलेक्सी मोक्सिमभिच पेस्किच हो। गोर्की त उनको साहित्यिक नाम हो। रुसी भाषामा गोर्कीको अर्थ दुखी अथवा तितो हुने हुँदा उनले आफूलाई दुखी लेखक चिनाउन गोर्की लेखेका हुन सक्छन्। गोर्की नामले नै उनी विश्व प्रसिद्ध छन्। बालक हुँदाको समय उनका बाबुआमाको मृत्यु भएकोले मावली बाजे बजै र पछि काका काकीहरूको सुरक्षामा बस्नु पर्यो। उनले सानै उमेरदेखि धेरै दुःख र सङ्घर्ष गर्नु पर्यो। त्यस समयमा गोर्कीले भोन्गा नदी किनारमा डुङ्गा चलाउने, सफा गर्नेदेखि भाँडा माझ्नेसम्मका काम गरे। धेरै समय मजदुरी गरेर समेत बिताए। ती दुःखदायी जीवनमा उनले हताश निराश भएर आत्महत्याको प्रयाससम्म गरे। त्यस बीचमा एउटा दयालु व्यक्तिले उनलाई 2 वर्षसम्म पढ्न सिकायो। त्यसताका उनी कम्युनिस्ट विचारधारातर्फ लागिसकेका थिए। पढाइमा 2 वर्षपछि नै त्यहाँको जारशाहीले निकालेपछि उनी स्वअध्ययनका लागि पत्रकारिता सुरु गरे। पत्रकारिताको सिलसिलामा उनी देशका विभिन्न स्थानमा पुगे। त्यसपछि उनी क्रान्तिकारी कम्युनिस्ट पार्टीमा संलग्न भए। सन् 1995 मा उनलाई जारशाहीद्वारा गिरफ्तार गरी देश निकाला गरियो। रुस बाहिर भएकै अवस्थामा गोर्कीलाई लेनिनले प्रचार प्रमुख बनाए। पछि लेनिनको सरकारमा पनि उनी प्रवक्ता थिए। त्यसपछि रुसमा सन् 1977 मा गोर्कीले यो विश्व प्रसिद्ध उपन्यास आमा प्रकाशित गरे। जीवनमा धेरै सङ्घर्ष, काम कुरा, पेसातर्फ लागे पनि उनलाई आज यही विश्व प्रसिद्ध उपन्यास आमाले महान साहित्यकारको रूपमा चिनाउँछ। विश्व साहित्यमा उनको उपन्यासले हलचल नै ल्याइदियो। आमा उपन्यास आज करिब 1 शताब्दी पछि पनि उत्तिकै चर्चामा छ। गोर्कीको आमा उपन्यास विश्वमा अहिले शताब्दी पछिसम्म कम्तीमा विश्वका करिब 70 भाषामा 300 पल्ट छापिसकिएको छ। उनका आमा लगायत द ओअर, देवटस, फोमा, गोर्दिएभा, 3 व्यक्तित्व, हुरी चराको गीत, टक्कर जस्ता कृतिहरू पनि छन्। यस्ता विश्व प्रसिद्ध साहित्यकार गोर्कीको मृत्यु सन् 1936 मा 68 वर्षको उमेरमा नै भयो। तर उनको विश्व प्रसिद्ध उपन्यास आमा हाम्रा सामु सजीव छ र रहिरहनेछ। महानतम साहित्यकार गोर्कीको अङ्ग्रेजी संस्करण मदरबाट अनुवाद गरिएको यो उपन्यास नेपालीमा पढ्न र बुझ्न सजिलो हुने गरी तयार पारिएको छ। जीवनका कथा व्यथा, सङ्घर्ष, माया प्रेम अझ क्रान्तिकारी सङ्घर्षको धारालाई पात्रले पक्कै समेटेको छ भन्ने अटुट पात्र आमा र उनका सङ्घर्षको बयान शब्दमा बयान गर्न नसकिने खालको छ। आदरणीय दर्शक महानुभाव, मैले माथि वाचन गरेको गद्यांश अङ्ग्रेजी उपन्यास द मदरको नेपाली अनुवाद आमाबाट साभार गरेको हो। यो उपन्यासलाई नेपालीमा विशाल सिलवालले अनुवाद गर्नुभएको छ। दर्शक महानुभाव, के तपाईँले यो उपन्यास पढ्नुभयो? यदि तपाईँले पढ्नुभएको छ भने कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला। पूर्ण अर्को भिडियोमा साहित्य र साहित्यकार सम्बन्धी विविध कुराको जानकारी लिएर आउने नै छु। अर्को भिडियोसम्मको लागि प्रतीक्षा गर्नुहोला। हवस् त, धन्यवाद, नमस्कार।